Alo, alo. स्वयम्भू यस्तो छ यो त यो यादमा खोइ थियो पहिला 20 मिनेट 25 मिनेट त हिँड्नै पर्छ अलि गाह्रो छ गाइज भन्दै गाइज यो त अहिले खनेको हो नि नत्र त यो चलाउ जस्तो हो के बाटो मलाई चाहिँ गाह्रो भइरहेछ म ठिकै हैन बिस्तारै बिस्तारै पुगिन्छ हस् आत्तिनुहुन्न अगाडि के चाहिँ नि म यहाँ यस्तो लाग्यो फेरि अप्ठ्यारो ठिक हो ठिकै थियो आमाले भन्दा कस्तो राम्रो फाइनली आयो आयो फाइनली छैन अझै भन्नु कति राम्रो रहेछ एक रकम खै दिदीहरू पानी परेर बिजोक छ ओ साथी हो यहाँ के रे यो मनिटर बिस्तारै आउनु है पानी खतरा चिसो Happy birthday to you, Susila भन्ने के भन्ने हिजो बनाएको रे क्या त्यही भएर यस्तो दामी थियो हेलो हेलो
राइडिङ आतु घर चाहिँ यताबाट जाने हो क्या अस्ति त तानिरहेको थियो सर्भिसिङ गर्ने बेला भयो क्या अब स्कुटर फेरि अस्ति शिवपुरी जाँदा त तानेको थियो है मजाले अहिले त तान्दैन त स्वयम्भू आन्टी हजुर हामी कहाँ जानु थाल्यो रे हामी मोनीचौर कति किलोमिटर छ यहाँबाट त्यो किलोमिटर त थाहा भएन होइन त्यो अब यहाँ सर्टकट जाँदा एकछिन आइपुग्छ अगाडि पनि हेरौँ है बाटो अब यहाँ हिलो छ बाटो चाहिँ यस्तो त्यसमा हुनुकाल साह्रो मान्छेसँग जानु मन थियो त्यहाँ मान्छे शान्ति नि त ल स्विममा आएको हाम्रो बहिनीहरू हेलो भन्नु भन्नु भाइज्यू हेलो हजुर स्यास्या भइगयो घाम आज गाह्रो भयो उकालो चढ्न मनिचु एक फेरि त्यो पौज भयो क्या छैन मनिचु त आएको हामी चाहिँ एकदमै रमाइलो मामा जेन्जीको बाउहरू जेन्जी बाटो चाहिँ यस्तो छ यस्तो छ यो त यो तयारमा खोइ थियो पहिला यो त अहिले बना धेरै राम्रो एउटा मास धोला नहाले किन माग्ला साथीहरू यति 20 मिनट 25 मिनट त हिँड्नै पर्छ अलिक गाह्रो छ गाइज भन्दै गाइज यो त अहिले खनेको हो नि यो नत्र त यो चलाउ जस्तो के पार्यो उसलाई चाहिँ गाह्रो भइरहेछ ठिकै होइन बिस्तारै बिस्तारै पुगिन्छ हस् आत्तिनुहुन्न ल मामा 1300 बाटो आइपुग्यो अब चाहिँ यहाँ सुटिङ भइरहेछ मामाको रमाइलो भइरहेछ होइन दिदी मौसम पनि एकदम राम्रो छ है यस्तो दामी एकदम हजुरहरूसँग ग्रुप बन्न पाए खुसी लाग्यो गुड फिलिङ हिँड्या नि नहिँड्या जस्तो भइरहेको स्यास्या मात्र भइरहेको सास फेर्न चाहिँ अलिक गाह्रो होइन के छ नि हामी खाउँ म यहाँ यस्तो लाग्यो फेरि अप्ठ्यारो ठिक हो ठिकै थियो चामल भन्दा कस्तो राम्रो यो ठाउँ राम्रो छ कि मामा फेरि हेलो काठमाडौँमा 5 मिनेटको बाटो पनि गाडी चढ्नुपर्छ अनि त्यो कहाँ हिँड्छ यहाँ ठाउँ कस्तो राम्रो छ मैले अघि नि त्यही भएर हाफकोट लगाएर आउँछु भने कि हाफकोट लगाएर आउँदा हुन्छ सजिलो हुन्थ्यो पोइन्ट भयो पातली देखाउनु है फाइनली आयो आयो फाइनली कति राम्रो रहेछ
मुन्नी चौर पुरै अँधेरो भएको हो त ए तपाईँहरूले चाहिँ त्यहीँ भन्नुभएको हजुर त्यहीँ भन्नु होइन ए होइन उता छ अझै पोखरी गोरे काशी हो फाइनल्ली आइपुग्यो भिडियो गर्नु न म यहाँ खोज्छु तिम्रो खै दिदीहरू दादा ल्याएर दादा ल्याएर खाता बनाए यहाँ मनोमाइज आइपुगेको छ पानी परेर बिजोग छ हो साथी हो यहाँ के रे यो मनिटर बिस्तारै आउनु है आउनु न कता यता कि उता टिकटक बनाइदिउँ यहाँ हो यहाँ
पानी खतरा चिसो पानी चिसो भयो लखै 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 यहाँ चाहिँ टिकटक मामा माइजू आन्टी टिकटक बनाउँदै टिकटक बनाउँदै मनेचुरे आयो हामी ल आउनै आउनु धेरै लामो पर्दैन धेरै लामो पर्दैन त्यही 20 सेकेन्डको ल कस्तो अनुभव भयो मामा एकदम राम्रो ह्यापी बर्थडे मेरो मिसेसलाई ह्यापी बर्थडे जन्मदिनको धेरै धेरै शुभकामना मामाले आज यहाँ माइजीलाई गिफ्ट भनेको यहाँ घुमाउनु ल्याउने है क्या गिफ्टै त्यही हो घुमाएको गिफ्ट सबै त्यही हो अरू केही छैन स्पेशल ल है मामा कम्प्लेन आइरह्यो यहाँ अब गिफ्ट टक्क आज हामी चाहिँ यस्तो ठाउँमा आइपुगेका छौँ ल यहाँ पनि टिकटक फोटो सेसन हुँदैछ र हाम्रो दिदीहरू पनि हजुर ए पुरै आछ माइजू पुरा फोटो सेसन भइरहेछ फोटोग्राफर चाहिँ यहाँ चाहिँ भिडियोग्राफर हाम्रो आशा बहिनी सक्छ र फेरि सक्दैन नि मामा हजुर ठिक छ नि मामा ठिक छ एकदम दामी छ मामा अब चाहिँ हामी ल अब हामी मनिचरी घुमघाम गरेर एकदम रमाइलो भयो मनिचरी दर्शन गरेर कोटी कोटी प्रणाम गरेर फर्किएको छु होइन ल जाउँ अब पानी परेर चाहिँ यहाँ यस्तो भएको छ कि यहाँ चाहिँ खाने पानी पुरा अन्धकार छ हो अन्धकार मनिचरी हाइकिङ अब चाहिँ हामी हाम्रो हाइकिङ सिद्धियो अब हाइकिङ सिद्धेर अब चाहिँ हामी ओह्रालोतिर लाग्दैछौँ होइन मामा रिटर्न ब्याक गाइज हो हामी अब फेरि हामी बौद्धतिरै फर्किँदैछ है कसो फोन आयो के त्यो भयो कि भएन हेर्नुपर्छ एकचोटि बोकेर लान्छ हामीले हामी बोक्ने है स्कुटर बोक्ने
हेलो 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 भान्जे ठिक छ नि ठिक छ मामा ठिक छ ल बिस्तारै आउनु है चिप्लेला मामा राम्रो फोटो भिडियो एकदम दामी होस् है थ्याङ्क यू भान्जा आजको यात्रा पनि सकियो पाटपट्टि नि जाने हो बहुतको खोल्ला हारे नि त कसरी ए केही नभनेको न उ गरेर सानो सानै छ ठुलो अलि ठुलै भयो म अलि धेरै नै ठुलो भयो अलि ठुलो भने उमेरले ठुलो भएको ल हामी भ्लगमा दामी आउने भयो बनाउँछु नि मैले ए म त पातै गीत गाउँ के गीत आउँछ हजुरहरूलाई तामाङ गीत गाउँ ल आउँदैन च्याङ्ला ओइ आस्याङ ओइ आनी एला जमे पिनबा के आ पिनबा स्याजी है साजी है ल गीत गाउँ त अरू पनि ए दिदी बहिनी भेट भएको दिन सङ्लो पानी ख्याल ख्यालमै कान्छी सालीमा यस्तो जङ्गलतिर चाहिँ ससुराली छैन होला है आको कति राम्री सोल्टिनी भेड भएको ससुरालीमा ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा घुम्नलाई आएको कति राम्री सोल्टिनी भेड भएको ससुरालीमा ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा झिम झिम सानो नझिम्काउ परेली भुतुकै हुन्छु म ए कति गर्नु ओकाली ओराली उकाली ओराली अब हामीले कहाँ राखेको छ हाम्रो तल पो छ त होइन रोटै रोड जाने नराम्रो ससुरालीमा ख्याल ख्याल भई दिल बस्यो कान्छी सालीमा दिल ओ बाटै बिर्छु किलाउ माया मोइतिर किलाउ उइतिर निर नलाउ दुईतिर झर्नु 3 घन्टा भन्नुभयो होला अब मामालाई पहिला यहाँनिर अलिकति राख्नु बटन देखादिया हुँदैन मामा अलिकति चराउनु यता पनि देखाउनु ल भगवानलाई पनि यसमै राख्नु अघि प्लेट पनि अङ्कललाई चाहिँ बोलाउँदा खै त अङ्कललाई अङ्कल के खाना हो न अब के खाने खान्छ भनेको चाहिँ सिंगार हो ल मामालाई खुवाइ मामा माइजूलाई खुवाइदिनु पहिला होइन होला है हो पर्दैन ल त खुवाउने छ खुवाउनु न होइन
आइजुले चाहिँ खुवाउने मामाले हो भने ल मामाले खुवाइदिनु ह्यापी बर्थडे टु यु ल सुबुले आमालाई खुवाउने होला नि त नि शुभ आमाले खान्दे मम्मीलाई बर्थडे खुवाइ सबैले मलाई लिएर उता गरेन ल हेर्दे आमालाई खान्दे भने फेरि यहाँ ह्यापी बर्थडे टु यु छोरो खाऊ आमाले त कति ल आतुले खुवाऊ ठुले आमालाई खुवाऊ यता आइज खाऊ न आगर हो आमालाई खान्दे भने त आमा धेरै भयो फोटो खिच्ला आमालाई खान्दे भने त कति लजाल छ कति भान्जीलाई नि खोइ नाटक बेसी ए छोरीलाई सबभन्दा खुर्मा आमालाई अलि भएन लु आमालाई खान्दियो आमालाई पनि आमालाई ह्यापी बर्थडे भन ल आमालाई खुवाइदिए ल आमा आमा ल ह्यापी बर्थडे हजुर खानुस् बेबी खानुस् बेबी खानुस् भयो आमालाई आमालाई भयो खाऊ भयो तिमी खाऊ अब ल बाँडिनु बच्चाहरूले भन्यो ल खोइ